आजको भिडियोमा हामी एउटा यस्तो पुस्तकको बारेमा कुरा गर्दैछौँ जसले तपाईको डेली ह्याबिट्स नै बदल्न सक्छ। यो हो एटोमिक ह्याबिट्स। के तपाईले कहिले सोच्नुभयो किन केही मानिसहरू सक्सेस हुन्छन् र केही मानिसहरू सधैँ स्ट्रगल गर्छन्? जवाफ ठूलो काममा होइन, सानो सानो ह्याबिट्समा लुकेको हुन्छ। आज हामी यो पुस्तकबाट 7 पावरफुल लेसन्स सिक्नेछौँ जसले तपाईको जीवन बदल्न सक्छ। लेसन 1 स्मल ह्याबिट्स बिग रिजल्ट्स। यो पुस्तकको मुख्य आइडिया के हो भने सानो परिवर्तनले ठूलो परिणाम दिन्छ। यदि तपाई प्रत्येक दिन 1% बेटर हुनुभयो भने केही महिनामा तपाई कम्प्लिटली बदलिनुहुन्छ। त्यसैले पर्फेक्ट हुन खोज्नुभन्दा डेली इम्प्रुभमेन्टमा फोकस गर्नुहोस्। लेसन 2 आइडेन्टिटी बेस्ड ह्याबिट्स। धेरै मानिसहरू गोलमा फोकस गर्छन्, तर जेम्स क्लियर भन्छन् आइडेन्टिटी चेन्ज गर्नुहोस्। उदाहरण, म वेट लुज गर्छु होइन, म हेल्दी व्यक्ति हुँ भन्नुहोस्। जब तपाई आफ्नो आइडेन्टिटी चेन्ज गर्नुहुन्छ, ह्याबिट अटोमेटिक चेन्ज हुन्छ। लेसन 3 मेक इट अब्भियस। गुड ह्याबिट सुरु गर्न यसलाई भिजिबल बनाउनुहोस्। जस्तै, यदि तपाई पुस्तक पढ्न चाहनुहुन्छ भने पुस्तकलाई भिजिबल ठाउँमा राख्नुहोस्। एन्भाइरोमेन्टले तपाईको ह्याबिट कन्ट्रोल गर्छ। लेसन 4 मेक इट एट्र्याक्टिभ। ह्याबिट एट्र्याक्टिभ भएन भने तपाईले कन्टिन्यू गर्नुहुन्न। त्यसैले ह्याबिटलाई फन बनाउनुहोस्। जस्तै, एक्सर्साइज गर्दा म्युजिक सुन्नुहोस्। ब्रेनले प्लेजर खोज्छ, त्यसैले ह्याबिट इन्जोयबल बनाउनुहोस्। लेसन 5 मेक इट इजी। धेरै मानिसहरू गल्ती के गर्छन् भने टु बिग स्टार्ट गर्छन्, तर रुल के हो भने स्टार्ट स्मल। 2 मिनेट रुल। ह्याबिट सुरु गर्दा 2 मिनेटमा सकिने बनाउनुहोस्। जस्तै, 1 आवर पढ्नु होइन, 2 मिनेट पढ्नु। कन्सिस्टेन्सी इम्पोर्टेन्ट हो, इन्टेन्सिटी होइन। लेसन 6 मेक इट स्याटिस्फाइङ। यदि ह्याबिट पछि रिवार्ड छैन भने ब्रेनले रिपिट गर्दैन। त्यसैले ह्याबिट पछि सानो रिवार्ड दिनुहोस्। प्रोग्रेस ट्र्याक गर्नुहोस्। जब तपाई प्रोग्रेस देख्नुहुन्छ, मोटिभेसन बढ्छ। लेसन 7 ब्रेक ब्याड ह्याबिट्स। ब्याड ह्याबिट्स हटाउन अपोजिट स्ट्र्याटेजी प्रयोग गर्नुहोस्। मेक इट इन्भिजिबल, अनएट्र्याक्टिभ, डिफिकल्ट एन्ड अनस्याटिस्फाइङ। जस्तै, फोन एडिक्सन कम गर्न फोन टाढा राख्नुहोस्। एन्भाइरोमेन्ट चेन्ज गर्दा ह्याबिट चेन्ज हुन्छ। अब अन्त्यमा एटोमिक ह्याबिट्सले के सिकाउँछ? सक्सेस एक दिनमा आउँदैन। यो सानो सानो ह्याबिटको रिजल्ट हो। यदि तपाई डेली 1% इम्प्रुभ गर्नुभयो भने लङ टर्ममा तपाईको लाइफ कम्प्लिटली बदलिन्छ। तपाईको फ्युचर तपाईको डेली ह्याबिट्सले बनाउँछ। यदि तपाईलाई यस्तो कन्टेन्ट मन पर्छ भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र शेयर गर्न नबिर्सनुहोस्। धन्यवाद।